हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर ब्लग। आज म टक्क फेरि पनि साइकलिङ जाँदैछु है गाइज। साइकल यहाँनिर छ मेरो टक्क। म आज चाहिँ कहाँ जाँदैछु भन्दा यतातिर घुमेर टक्क पुरा घुमेर उयो जङ्गलबाट यता यता आउँछ है गाइज। ल हेरेर नबोल्नु होला गाइज है। झ्याप्प सब्सक्राइब सबै हान्नु पऱ्यो। त्यही हो गाइज। ल रुवा होल गर्दा लास्टै भोइस पनि कस्तो कस्तो आइरहेछ है। सबैजनाले हेरिदिनु पऱ्यो। त्यही हो गाइज। लेट्स सी गाइज, लेट्स गो। दसैँमा सो गाई त्यही हो है। सुनसान पुरै काठमाडौँ पुरै सुनसान हुने रहेछ दसैँ त्यही टक्क है। गाई म चाहिँ यहाँतिर पुगिसकेँ है टक्क। ल दसैँ पुरै सुनसान, कोही छैन बाटोमा। ल सबैजनाले ह्याप्पी दसैँ। यस्तो त विदेशमा रहनु भएको सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूले सबैजनालाई दसैँको शुभकामना। अहिले थाकिसक्यो, जान सक्दैन कि सुनसान छ कि रोडै। अब बिस्तारी जानुपर्ने हुन्छ गाई, धेरै टाढा पो छ त टक्क। सो गाई त्यही हो, बिच बाटोमा आएर पुरै जाडो भइदिइरहेको। अब ज्याकेट स्वाकेट ल टक्क लगाइदिनु पऱ्यो। त्यही हो गाई चाहिँ। ल गाई चाहिँ अहिले चाहिँ म टक्क ज्याकेट पनि लगाइसक्यो। जहाँ जाडो रहेछ बिहान बिहान निस्केको भर्खर 7:30 जति, खोइ कति बजी आयो, 6:30 जति हुँदै होला। जाडो रहेछ मौसम हल्का। सो देख्छ वा खतरा रहेछ यहाँ गर्दै टक्क। सो त्यही हो है गाइस। त्यहाँतिर पुग्नुपर्छ कि त्यो जङ्गलनिर। खतरा छ यार यो ठाउँ डेन्जर भ्यू टक्क हेर्न सक्नुहुन्छ पछाडिको भ्यू तपाईँहरूले। लास्ट थाक्यो भने थेट लास्ट उकालो चाहिँ कहाँ सक्नु त नि गाइस। भ्लगिङ गर्नु पनि कहाँ त्यति सजिलो छ र गाइस। पसिनै यस्तो बिहानै उठेर हिँड्नुपर्छ। ल गाइस त्यही हो है त। लास्ट म चाहिँ अब माथि पुग्नको लागि चाहिँ त्यही 5-10 मिनट लाग्छ होला गाइस है। हेर्न सक्नु पसिनै कि अब साइकल यहाँनिर छ। सो गाइस त्यही हो है। अहिले चाहिँ म साइकल डोराएर हिँड्दैछु। पुरै उकालो रहेछ यसले देख्नु तपाईँहरूले। पुरै उकालो क्या। अब सक्दैन, खुट्टा पुरै कामिसक्यो क्या। त्यो उत्यो चलाएर पाइनल हो के चलाएर। सो त्यही हो। बेकारमा आएछ यार। सो गाइस बल्ल टक्क अहिले चाहिँ म टिनटिप लगाइसक्यो टक्क। देख्नुहुन्छ टिनटिपले चेक पोस्ट। सो त्यही हो। अब चाहिँ दामी आउँछ है यहाँ, सिन चाहिँ दामी। ल यताको भ्यू पनि डेन्जर छ। सो गाइस त्यही हो है। केटाको चल छुट्टै छ। आमा के पारा। अब यो स्टिक चाहिँ पुरै मुखले तान्नु पऱ्यो क्या गाई। छैन त राम्रो अब यो। सो गाई मजा। ल मान्छेहरू त पुरै छक्क पऱ्यो हेर्दै, कुन ब्लगर हो यो भनेर हेरेर होला। ल चाँदिर ब्लगर हो म। मेरो पछाडि कति आएर हो गाई चाहिँ। वा डेन्जरस के भ्यू त सक्नुहुन्छ गाई तपाईँहरूले टक्क। ल पछाडिको दामी वरिपरि चाहिँ मलाई रामी नानीको भिडियोले जस्तो गीत गाइदिने पिसफुल एरिया क्या। अब यो ठाउँ चाहिँ दामी लाग्छ मलाई। यो ठाउँ गइदिने हो मन लाग्छ। सो गाइज अहिले चाहिँ म पुरै थाकेर यहाँनिर टक्क बसिरहेको छु है गाइज। यहाँ जङ्गलतिर पुरा। ल दसैँको बेलामा कोही छैन क्या, चाडबाडको बेलामा गाउँतिर गएको के हो, रोडै सुनसान क्या। अब यो मुटुको रोड। ल गाइज त्यही हो है। त्यो अलिकति स्पेस बढी भएर रहेछ यो मेरो एन्ड्रोइड फोनको, त्यही भएर पुरा डिलिट सिलेट हाने मैले। त्यही भएर अब चाहिँ साइकल चाहिँ कति पुरै बुझिरहेको छ यार। के बिग्रिरहेको साइकल।
बसेर आए यो होटेल त दामी रहेछ गाइज त स्विजरल्यान्ड पनि जानु पर्यो गाइज यहीँ नेपालमै स्विजरल्यान्ड यो एरिया दामी एरिया क्या मर्छ कि लाग्दैन दामी डेन्जरस भ्यू ओइ दामी छ मेरा तू आगे आगे ओ तेरे पीछे पीछे आऊं हिन्दी गीत पनि खतरा गाइदिन्छ नि मेरो डेन्जर हो नि गाइज है स्ट्रिट भ्यू टाइपको खतरा हुन्छ चलाउनु मन है त्यो अघि उकालो देखेर म वक चलाएँ फर्केर जाउँ कि जस्तो पनि भएको थियो कि अघि उकालो देखेर सोच चाहिँ खतरा एकदम स्टोरी छ मजा क्या गर्मी छैन डक्क आनन्द यत्रै धेरै बनाउँदै बाइकमा के मजा आउँछ र गाई साइकलमा जति ल उकालो मात्र हो कि गाह्रो अलिकति त्यस्तो त बबाल हो फेरि साइकल खतरा सक्दैन नि फेरि आनन्द ल दामी छ नि त होटेल यस्तो स्पिड चलाइदिन्छ फेरि एक हातले पनि ल यस्तो खतरा चलाइदिन्छ म एक हातले सक्छ कसैले सो गाइज अहिले म टक्क यहाँ मुर्थुको पुलिस चौकीमा आएको छु क्या पुलिस बेट त्यही हो जङ्गल हेर्नु नि गाइज जङ्गल सो गाइज त्यही हो मेरो च्यानलको नाम चाहिँ टक्क केडिएस नेपाल छ तपाईँहरूले सबैजना मिलेर टक्क अगाडि बढाउनु पऱ्यो त्यही हो गाइज है म अहिले चाहिँ यहाँनिर मुर्थुको पुलिस चौकीमा आइसक्यो सो गाइज त्यही हो उताबाट आएको छ क्या यताबाट आएको त्यही हो गाइज है सबैजना मिलेर मेरो टक्क च्यानललाई चाहिँ पुरा अगाडि बढाउनु पऱ्यो गाइज है त्यही हो दामी लाग्छ मलाई यो ठाउँ चाहिँ पिसफुल के भिडियो क्वालिटी चाहिँ त्यति राम्रो चाहिँ छैन गाइज है सो त्यही हो मेरो चाहिँ आइफोन ल्याइदियो त्यो एकछिनमै स्विच अफ भइहाल्छ क्या त्यही भएर चाहिँ एकछिन अगाडि भ्लगमा चाहिँ थियो अगाडि चाहिँ अनि फेरि ऊ यहाँ उकालतिर आइपुगेर फेरि मेरो मोबाइलको चार्जै सकिदिएर क्या त्यति राम्रो क्वालिटी चाहिँ छैन यो मोबाइलको त्यही भएर नि हेर्दै नि गाइज दामी छ भिडियो दामी नभए पनि मान्छे दामी छ त म ल हो क्या भइदिन्छ त्यही भएर गाह्रो छ गाई भिडियो डिलिट हान्दै आइदियो आमा झन्नै खसेमा त्यो मोबाइलै स्पेसफुल भएर चाहिँ मैले टक्क इनड्राइभ सिनड्राइभ सबै फालिदियो गाइज है छिनछिनमै स्पेसफुल हुन्छ जाने मोबाइलको झन्नै मारे अगाडि ब्रेक यसो गाइज चाहिँ म यहाँ बाइक भन्ने ठाउँतिर आएको छु के सरी हिँड्ने हौ लास्ट
फास्टै कुद्छ त साइकल अगाडि एकदमै राख्छ ओ गाह्रो 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 भ्लगिङ गर्नु त्यति गाह्रो Mula maya sada Ngala maya kita mula maya sada La 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 हाम्रो ब्रदरले त अक्सर la 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 maya तामा गीत बबाल गाइदिनु फेरि स्वर राम्रो छैन तर पनि खतरा कहाँ गान गाएको फेरि गाह्रो सलमाया मुदा मुला मुला माया सदा नला माया गादा Salamaya muda mula mula maya sada ngalamaya ida mula ila maya nada la 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 एक्लै रमाउने एक्लै हिँड्ने हो गाइस त्यही हो जिन्दगीमा जिन्दगी के छ र भने जस्तो के सो गाइस तपाईहरुले पछाडी भ्यू देखाउनुहुन्छ दामी छैन गाइस भ्यू ओइ जान्छ के म्या झन्डै तलतिर पुग्यो के गाह्रो छ देखाउनुहुन्छ भ्यू तपाईहरुले सो टक्क 9 बज्न लागिसक्यो गाइस है त्यही हो ल भ्यू देख्नुहुन्छ तपाईहरुले त्यही हो बिहान निस्केको अब चाहिँ घरतिर लाग्नु पर्यो गाइस है ल लेट्स गो पछाडि फर्केर हेर्छ घाउले एङा छ्याम्नुन देख्सी माया लाग्यो रे छोनी जोनी छ्याम्नुन सोई ओ छ्याम्नुन सी छोनी जोनी रोडै खाली जङ्गल अरू बेलामा त पुरै यहाँ त कहाँ टिप्परले हिँड्दैतिर नि गाइस टिप्परै रातो हो कि यो ठाउँको चाहिँ यो बाटोको उ त डम्पिङ साइड जाने बाटोहरूको त्यो खोर बोक्ने गाडीहरू हुन्छ यस्तो पेलेर हिँड्छ यो बाटोमा खतरा हो नि उनीहरू ड्राइभरहरू त टिप्पर ड्राइभरहरू यो बाटोमा यस्तो स्पिड यस्तो गाडी आमा मैंने तो चलाएको छैन
गाडी के आयो के हो डर लाग्छ कहिले त्यो चाहिँ त्यो आर्टिस्टहरूको लागि है मेरो फेसबुकमा पुरै फेक न्युजहरू हालिरहेको रहेछ ल अनि मैले कहाँ पैसा लिन्छ त अनि त्यो भिडियो अपलोड गरेको एन्ड देन गरेको केटाहरूले चाहिँ के भनिरहेको रहेछ भने मैले फेसबुकमा भिडियो हालेको केटा आर्टिस्टहरूको पैसा लिन्छ एन्ड देन भनेर फेक न्युजहरू त्यो फैलाइरहेको रहेछ गाइज है त्यो चाहिँ मैले कसम मैले अहिलेसम्म एक सुको पनि लिएको छैन कसैबाट कोही आर्टिस्टहरूसँग त्यही हो गाइज है कहाँ पैसा लिन्छ भने आफ्नै यो त्यो ग्याङहरूको लागि है अब चाहिँ मेरो फेसबुकमा 80K पुग्नु लागिसक्यो गाइज है 80K गाली गर्नु त्यही हो फेक न्युजहरू नफाइल त्यसले कहाँ पैसा लिएको छ त अनि फेसबुकमा त्यो पोस्ट गरेको केटाहरूको त्यस्तो फेक न्युजहरू चाहिँ नबनाइदिनु होला गाइज है त्यसको लागि आर्टिस्टहरू त्यसको त म कहाँ पैसा लिन्छु मैले कसम अहिलेसम्म यसको पैसा लिएको छैन यो फेसबुकमा केटाहरूले भनिरहेको रहेछ पुरै पैसा लिन्छ यसको पेजबाट एन्ड देन भन्दो रहेछ गाइज है मैले पैसा लिएको छैन त्यही हो गाइज तपाईँहरू पनि उ त्यो छ भने लिङ्क पठाइदिनु होला तपाईँहरूको भिडियो पनि हालिदिनु न म गाइज है सो त्यही हो गाइज पैसा चाहिँ नो फ्रीमै हालिदिनु फ्रीमै सेयर चाहिँ भट्टाभट सेयर हाल्नु पऱ्यो त्यही हो गाइज guys,